वेलकम माई ब्लग च्यानल। तपाईहरु हेर्दै हुनुहुन्छ जुन काठमाडौँ तराई मार्गमा बन्दै गइरहेको केही दृश्यहरू यहाँसम्म हेर्न सक्नुहुन्छ तपाई। बनिरहेको छ अहिले यो लम्बो पुलहरू घरिघरि बन्दै छन्। यो सब कुराहरू चाइनिज टेक्नोलोजीबाट बन्दैछ। चाइनिज जापानिजहरू मिलेर बनाउँदैछ डिजाइनहरू। यो करिब यो ठुला पुलहरू धरारा भन्दा पनि ठुलो रहेको छ। सो म तपाईहरुलाई पूर्ण रूपले दृश्य हेराउँदै छु कसरी यो कन्स्ट्रक्सनहरू भइरहेको छ। यो अहिलेसम्म यति काम भयो। अहिलेसम्म अराउन्ड 45% मात्र काम भइसकेको छ। यो जति छन् त्यो बेस्ट कन्स्ट्रक्सन अलमोस्ट भइरहेका छ। करिब ढलाइहरू बाँकी रहेका छन्। त्यसपछि अलमोस्ट यो काम पूरा हुन सक्छ। अलिकति भित्र साइडको अलिकति काम त्यसै परेको छ। हेर्दै गर्नुहोस् यो कुराहरू बन्दै गइरहेछन्। अनि त्यसपछि यो पहिरोबाट बच्नको लागि मात्र यो डिजाइन गरिएको छ। भोलिपल्ट अब यात्रामा कुनै किसिमको यो कुरा सबै जापानिज र चाइनिज टेक्नोलोजीबाट गरिएको छ। किनभने अलमोस्ट त्यतितिर धेरै ठुला यो सबै कुरा पुलको लागि ब्रिजहरू बने त्यसको लागि हो। यो जुन लाउने जाउने सामानहरूको लागि मात्र राखिएको हुन्छ। यो जति कुरा हेर्दै हुनुहुन्छ। सो यो अहिले मान्छेहरू हेरिरहेको छैन किनभने दशहराको कारणले गर्दा सबैजना दशैंको कारणले गर्दा सबैले आफ्नो घरतिर गएछन्। सो यहाँ मान्छेहरू छैन के। सो यसो सब बाटो पछि यसलाई 2 लाइन बनाउँछ। वन साइड जाने बाटो अर्को साइड आउने बाटो। यो सब कुरा जापानिज टेक्नोलोजी के। आफ्नो सामानलाई ल्याउन जानको लागि दिक्कत नहोस् भनेर। यो भिडियो हेर्दा प्लिज लाइक सब्स्क्राइब एन्ड शेयर गरिदिनु होला। यतातिर अलमोस्ट वन साइड बनिहालेछ। यता अर्को काम हुँदैछ यो दुवैतिरको। यो लगभग 89 त्यो पिलरहरू छन् पुलहरू जसमा चाहिँ 5 वटा अलमोस्ट कम्प्लिट छ। त्यो सुरुङहरू पनि अलमोस्ट 5 वटा छ लगभग छन्। त्यसमा 3 वटा कम्प्लिट भइसक्यो। 2 टा अन्डर प्रोसेस छ र 82 वटा 82 वटा लगभग तपाईको अन्डर कन्स्ट्रक्सनमा यो पुलहरू रहेका छन्। लगभग 5 वटा कम्प्लिट भइसकेको छ तर 2-3 वटा पुल छन् जुन काठमाडौँतिर छन् जुन अहिले स्टार्ट भएछन् के। किनभने साटामा यो अलिकति भित्र हुँदैछ। अलमोस्ट हेर्दै गर्नु होला। यो साइडको लाइनिङहरू गर्नको लागि यो अहिले राखिएको छ। अहिले मान्छेहरू हेरेको छैन किनभने अहिले बिदाको टाइम छ दशहरामा। यो जति माथिको हेर्दै गर्नुहुन्छ त्यो सबै पहिरोबाट बच्नको लागि बेसिकली त्यो बनाइएको छ। यो सुन्दर दृश्य। यो बनेछ लगभग 70 निजगढदेखि तपाईँ काठमाडौँ जानको 70 किलो लगभग मिटर र तपाईँ 70 किलोमिटरमा काठमाडौँ जान सकिन्छ। अलमोस्ट 1.5 घण्टा जति लाग्छ। यो नेपालको फर्स्ट हाइवे नभन्नु एक्सप्रेस वे भन्नु भनेर हाम्रो नेपालमा थिएन। अहिले सब यो कन्स्ट्रक्सनमा भइरहेको छ। यतातिर अलमोस्ट भएछ छैन। यो दशहरा पछि फेरि काम छैन। यसमा लगभग कम्प्लिट गर्नको लागि 2084 को चैतसम्म यसको डेडलाइन रहेको छ। सुन्नमा आएको काम भइरहेको छ। यो अलिकति धरारा बना ठुलो पुलहरू रहेको छ के। यो जुन पिलरहरू बनाएको छ पुललाई बनाउन यो सब चाइनिज टेक्नोलोजीबाट बनिएको छ।
यो भित्रतिरको यो तो लगभग कन्स्ट्रक्सन भइहालेछ कारण तर यसमा जो यो वर्किङहरू छ यसमा अन्डर कन्स्ट्रक्सन छ यो बन्न पनि अलि टाइम लाग्छ के यो बडी भयो दृश्यहरू पनि एकदम मोहक दृश्यको लागि रहेको छ यसमा हेर्दै गर्नु यो भिडियो लाइक लागेको भने प्लिज लाइक सब्सक्राइब एन्ड शेयर विथ योर फ्रेन्ड्स